अच्छा आसिना तामाङलाई भाषण गर्न आउँदैन तर काम गर्न आउँछ यो कुरा हिजोको दिनले पनि म जुन दिनदेखि जर्मन छोडेर म आएको छु त्यो दिनबाट म सडकमा दौडिया छु हरेक दिन दौडे यति धुलो खाएँ यति धुलो खाएँ धुलोदेखि त मधै डराउन थाल्यो कति पैसा दिनुभयो जेनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ अब जो सबैलाई पुग्ने यो उपत्यकाभरि चाहिँ सबैलाई पुग्नेलाई सबैलाई पुग्ने पैसा दिनुभयो? सबैलाई। त्यो पैसा कहाँबाट आयो आसी? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। सुरुमा तपाईँले मात्रै हेल्प गर्नु सहयोग गर्नु? सुरुमा त मै हो। ब्याङ्कको पैसा झिकेर दिनुभयो? मैले ब्याङ्क निक्ले नि ब्याङ्कबाट हो के रुबाट टिप्नु भएन निकाल्ने ब्याङ्कबाट हो के रिसुजी। त्यसो अहिलेसम्म कति डलर आयो ठ्याक्कै भन्नुहोस् न? होइन अब मैले ठ्याक्कै यति 50-60 लाख चाहिँ बाँडेँ त्यो बेलामा। 50-60 लाख डलरै बाँड्नुभयो? डलर होइन कि फेरि तपाईँ ऋषिदाई म नेपालमा छु। होइन अब तपाईँ जर्मनी बस्ने कि नेपालमा? नेपालमै तपाईँसँग कुरा आइरहेको छ अहिले। खै नेपाली केटासँग बिहा गरे अब झन् राम्रो हुन्थ्यो आसी। होइन नेपाली केटासँग लभ गरेर नि हेरे हो क्या ऋषिजी। हुम्लामा गएर बस्नु न म जाँदैछु एउटा पुल जाँदैछु जानुस् त ढुङ्गाबाट जोगिनुस् ढुङ्गाबाट खसेर टक्लक ढुङ्गा झरेर पक्लक। कति भयो तपाईँको पार्टी प्रवेश गरे? एक वर्ष भयो होला नि। 1 वर्ष भयो राशि पार्टी प्रवेश गर्यो। सदस्यता ल्याए तपाईँलाई त देखाउनु पर्ने हो र देखाउनु पर्ने हो र सदस्यता ल्याए उहाँले सदस्यता पहिले लिइसक्नु भएको थियो। तपाईँहरूले छ नि स्वतन्त्र व्यक्ति राम्रो व्यक्ति देश लेखजङ डाक्टर लेखजङ थापालाई तपाईँले नराम्रो देख के कर्कलबारी फाँडिदिनु भएको थियो तपाईँको लेखजङले? पुराना पार्टीको उम्मेदवारलाई हराउ भन्ने तपाईँ होइन? केपी शर्मा ओली शेरबहादुर प्रचण्ड हराउनु पर्छ भने क्याम्पिङ गर्ने तपाईँहरू होइन? तपाईँ इन्टरभ्यू लिन लागि दिनु ला होइन राष्ट्रिय पार्टी बाहेक अर्को दल खोलेर आउनु भने बालम साहब के गर्नुहुन्छ? चुनाव लड्नुहुन्छ। काङ्ग्रेस एमाले माओवादी असक्षम असफल भन्ने तपाईँहरू होइन? तर आज तपाईँहरूलाई त्यही प्रचण्ड प्यारो हो त्यही शेरबहादुर चाहियो। तपाईँको पार्टीका नेताहरू कहिले शेरबहादुर कहाँ जान्छन् अहिले त्यही केपी शर्मा ओली चाहियो तपाईँहरूलाई फेरि। अनि गजबको पार्टी रहेछ क्या राष्ट्रिय स्वतन्त्र पार्टी। मेरो भनाइ चाहिँ त्यतातिर हो क्या हरिजीले भन्नु सक्छ भन्दैन तपाईँ मोरे नि भन्दैन होइन कुलमान घिसिङले दल खोल्दै हुनुहुन्छ खोल्नु न दुर्गा प्रसादले दल खोल्दै खोल्नु न तर के छैन संविधानमा खोल्न नपाउने भन्ने कहीँ लेखेको छ र? नक्कु जेलमा उम्मेदवारहरूलाई लिएर जानुभयो होइन रविजीसँग सबैको अन्तर्क्रिया भयो होइन? भयो भयो कहाँ लैजानु पर्ने थियो? बालकोट? प्रतिनिधि सभा सांसदले पनि त्यहाँ गएर यो बाटोमा बनाउँछु भन्छ चुनावमा। प्रदेश सांसदले पनि त्यहाँ गएर यही बाटो बनाउँछु भन्छ। अनि मेयरले पनि त्यो बाटो हिँडेर त्यहाँको जनतालाई म यही बाटो बनाउँछु भन्छ। वडा अध्यक्ष वडा सदस्यले पनि त्यही बाटो बनाउँछ कसले हो आएको बाटो? के पाउनु भएको छ तपाईँ? देशै होइन बढी दौडामा हुनुहुन्छ कस्तो पाइराख्नु भएको छ? यो देश असाध्यै उज्यालो भविष्यतिर जाँदैछ किशोरजी। मैले त्यो स्वर्णिम भविष्य देखेको छु भन्दा फेरि दुर्गा काकाले अभिव्यक्ति दिनुहुन्छ के देखो देखो भनेर। दुर्गा प्रसाईको बारेमा के छ? मेरो आदरणीय काका हो। त्यहाँभन्दा केही छैन? मेरो बाउ मुनिको बाउ हो। बाबुराम भट्टराई प्रचण्ड किन भन्छन् त? रवि लामिछानेमाथि झुटो अभियोग लगाइयो राजनीतिक प्रतिशोध साधियो भनेर। के प्रचण्ड पनि माओवादी छोडेर रासोपातिर बसाइसकेका हुन् र? त्यही त जेनजीले बनाएको सरकार जेनजी सरकार छ होइन? के छ यो सरकारको लगभग 3 महिना पुरा भइसकेको छ ठिक छ? यसको लक्षण चाहिँ अलि सन्तोषजनक छैन कि जस्तो मलाई लाग्छ। हुन त मेरो गर्दन चिलाएको हो कि? हामी नयाँ बनेर आयौँ हामी नयाँ हौँ भन्नुभएको छ क्या सर? काङ्ग्रेस नयाँ हो कि पुरानो? तपाईँले मुडमा ल्याउनु भयो मलाई।
तपाईँलाई म एउटा उदाहरण दिन्छु। काभ्रे निर्वाचन क्षेत्र नम्बर 2 मा काङ्ग्रेसको उम्मेदवार मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार, मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार काङ्ग्रेसको काभ्रेमा, टिकट दिने दाजु गगन थापा, मधु आचार्यको श्रीमती कमला पन्त राष्ट्रिय सभाको सदस्य। अनि यो संसद चाहिँ के तिनकै जोडी बस्नलाई भ्यालेन्टाइन डेको सिट रिजर्भ गरेको हो र? अनि गगन थापाहरूलाई सोध्नुहोस् यदि सुध्रेको काङ्ग्रेस यो हो भने बिग्रेको काङ्ग्रेस कस्तो हुन्छ सोध्नु। खल्तीबाट काङ्ग्रेस र एमालेको खल्तीबाट सर्वोच्च अदालतमा न्यायाधीश बन्ने दिन गयो। 21 गतेपछि बन्दैन, फागुन 21 गतेपछि बन्दैन, यो तपाईँ ढुक्क राख्नुहोस्। यसले न्यायाधीश बन्छ सर्वोच्चमा, तर जाँच दिएर बन्छ। जो जाँचमा पास हुन्छ, ए सिपाहीमा एउटा भर्ना हुँदाखेरि उसको लिखित हुनुपर्ने जवानको र सर्वोच्च अदालतको न्यायाधीश माननीय सरहको पद जाँदाखेरि जाँच दिनु नपर्ने। विषयमा बोल्नुहोस् मान्यज्यू। यहाँको सडकको, यहाँको बसको, यहाँको मान्छेको यो सबै कुरा विनियोजनभित्र यहाँले राखेर 7 मिनटभित्र बोल्नुहोस्। मैले विषय ध्यान आकर्षण गराउनु होइन सभामुखजी, सडक मन्त्रालयको विनियोजनबाट म सडकको बारेमा नबोल्ने त के आकाश र धरतीको बारेमा बोल्ने? कांग्रेस सभापति गगन थापा नै यहाँ तपाईका विरुद्धमा चुनाव लड्न आइसकेपछि चाहिँ दबावमा पर्नु भएको छ तपाईँ? होइन, म दबावमा चाहिँ मेरो चेहराले देखिन्छ दबावमा। यो सरकार दुई तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। खुर्सानी भएपछि पिरो हुनु पर्यो क्या, मेरो कुरा यही हो। नुन भएपछि नुनिलो हुनु पर्यो। अब खुर्सानीलाई पनि आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ भनेर यो निवेदन लेख्ने कुरा चाहिँ यो हुँदैन। यो नदी जम्ने भन्ने के भनिरहनु भएको छ? नदी जम्ने खोलाको विषय के आइरहेछ अहिले? खोला जम्ने उत्खनन भइरहेको अवैध रूपमा त्यो चाहिँ अब रोक्नको लागि चाहिँ हामीले भन्दा मैले अब सुबियानिस भन्नुपर्दा मैले चाहिँ निर्देशन दिएर त्यसको उबाट बन्द गर्ने भनेको आशिका तामाङ एक्सनमा उत्रिनु भयो। पहिला नि एक्सनमा थियो नि भाइ। अब माननीय भइसके पछाडि माननीय भइसक्यो तपाईँले बिर्सिने हो त? पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ, त्यसको लागि एउटा समिति, छानबिन समिति गठन गरिसक्यौँ। यसको लागि तपाईँलाई ताली बजाउनु होला। अब चाहिँ है छानबिन समिति किन चाहिन्छ र कसरी चाहिन्छ भन्दाखेरि खानेपानीमा चाहिँ भ्रष्टाचार गर्नु भएन नि त, यो त भएन नि त, होइन? त्यही भएर तपाईँको यो खानेपानी चाहिँ तपाईँको मैले तपाईँको सुनेको त्यहाँ खानेपानी चल्नु थाल्यो, खानेपानी आउनु थाल्यो भनेर सुनिरहेको छु मैले। छानबिन समिति गठन हुनु पाएको छैन, न्युज आएको रहेछ त्यहाँ पानी आउनु थाल्यो अरे।